सम्पूर्णमा नमस्कार। आज म हजुरहरूमाझ एउटा कथा वाचन गर्न गइरहेको छु। यहाँ कथा मैले गुगलबाट पाएकी हुँ। यस कथाको टाइटल फेसबुक लभ रहेको छ, जो नेपालका कर्मज्यूको हुनुहुन्छ। उहाँले आफ्नो लभबारे लिखित रूपमा यहाँ प्रस्तुत गर्नुभएको छ र हजुरहरूलाई राम्रो लागे लाइक, सेयर अनि कमेन्ट, सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। र स्टोरीको टाइटल छ फेसबुक लभ। मेरो नाम कर्म हो। आई एम फ्रम जनकपुर, नेपाल। जस्ट स्टडिङ इन बेङ्गलुरु इन फर्स्ट इयर इन इन्जिनियरिङ। यो मेरो रियल लाइफको रियल घटना, जसलाई सम्झेर म हरेक पल तडपेर रुँदैछु। म जिउँदै भए पनि मर्ने अवस्थामा छु। मेरो जिन्दगीले मलाई धेरै सताउँदैछ। नाउ आई एम स्टार्टिङ माई लभ स्टोरी। म एउटा सिम्पल र इन्टेलिजेन्ट बोय थिएँ। सबै मान्छेको एउटा खराब आदत हुन्छ, त्यस्तै मेरो खराब आदत इन्टरनेट चलाउनु थियो। म क्लास 8मै छँदा इन्टरनेट चलाउन स्टार्ट गरेको थिएँ। आजसम्म म आफ्नो क्लासमा कुनै फ्रेन्ड्स लाइक बोइज अर गर्ल्ससँग राम्रोसँग फ्रेन्डसिपको पनि रिलेसन भएको थिएन। जुन बेला पनि एक्लै नेट चलाउने गर्थे। यस्तो खराब आदत भइसकेको थियो कि क्लासमा सरले पढाउने बेलामा पनि मोबाइल चलाउँदै हुन्थे। सबै फ्रेन्डहरू मलाई पागल भन्ने गर्थे। यतिसम्म नेटको कुलत लागेको थियो कि मैले क्लासको कुनै केटीको नाम पनि थाहा थिएन। सबैले मलाई हेरेर अचम्म मान्थे। तर जति नेट चलाए पनि क्लासमा सबैभन्दा टप गर्थे। सधैँ म नेटमा लभ स्टोरीहरू पढ्थेँ र हरेक पल सोच्दै हुन्थेँ कि लभ भनेको के होला, कसरी हुन्छ होला। तर मलाई थाहा थियो कि मेरो यस्तो कुलतले गर्दा म कहिले पनि कसैलाई लभ गर्न सक्दिन थिएँ होला। इन्टरनेटमा सधैँ नयाँ सफ्टवेयर, वेबसाइट, ब्लग, भिडियोज हेर्ने गर्थेँ र च्याटिङ गर्थेँ। यस्तै दिनहरू बित्दै गयो। म 11 पास गरेर 12मा पढ्दै थिएँ। सधैँ म फेसबुक, ट्विटरदेखि लिएर जति सोसियल नेटवर्क चलाउने गर्थेँ। एक दिन म राति 11 बजे फेसबुक चलाउँदै थिएँ। मैले आफ्नो नोटिफिकेसनमा एउटा केटीले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेको देखेँ र ऊ अनलाइन पनि थिए। त्यसपछि हाई गरेर च्याट गर्न थालेँ। उसकी नाम जानु रहेछन्, काठमाडौँबाट। क्लास 11मा पढ्दै थिएँ। यस्तै मैले पनि आफ्नो बारेमा उसलाई सबै कुरा बताएँ। यस्तै हामी दुई बीच कुरा हुँदै गयो करिब 4 बजेसम्म। नेक्स्ट डे फेरि ऊ राति 11 बजीमै अनलाइन आएकी थिइन्। म उसँग च्याट गर्न थालेँ। तर अचम्म थियो, मैले त्यो दिनसम्म धेरै केटीहरूसँग च्याट गरेको थिएँ, बट ऊ पहिलो केटी थियो जोसँग च्याट गर्न धेरै रमाइलो लाग्थ्यो। सधैँ हामी दुइटै राति 4 बजेमा सुत्ने गर्थ्यौँ र म सधैँ उसको बारेमा सपनाहरू देखेर रमाउने गर्थेँ। ऊ उसकी भाइको मोबाइल युज गर्ने गर्थ्यो, त्यसैले उसको भाइ सुतेपछि राति 11 बजेतिर अनलाइन आउने गर्थिन् र म सधैँ दिनभरि उसँग कुन बेला च्याट हुन्छ भन्ने समय कुरेर बस्थेँ। केही दिन ऊ अनलाइन नआए मलाई धेरै दुःख लाग्थ्यो। म धेरै निराश भएर सोच्थेँ सायद उसले मलाई बिर्से कि। त्यो बेला उसँग टाढा भएकोमा म उसलाई माया पो गर्न थालेँ कि भन्ने लाग्थ्यो। सधैँ म राति करिब 2 बजेसम्म ऊ अनलाइन आउँछ भन्ने वेट गर्दै हुन्थेँ। केही दिनपछि ऊ अनलाइन आइन्। मैले उसलाई सोधेँ, यतिका दिनहरू कहाँ गएका थियौ? तिमी मलाई बिर्सेको त छैन होला नि? र उसले भनिन् ऊ आफ्नो गाउँ गएकी थिइन्, त्यही भएर फेसबुक चलाउन सकिन र। आई एम सरी, एउटा कुरा, अरू खाना खान छोडिन् तर मलाई बिर्सन सक्दिन।
मैले इट्स ओके भनेर च्याट गर्न थालेँ। कुनै बेला रमाइलो गर्थे र कुनै बेला जोक्सहरू सुनाउँथे। त्यो बेला म धेरै खुसी भएको थिएँ। यस्तो लाग्थ्यो कि अब मैले संसारको सबै थोक पाएँ। केही दिन बित्दै गयो। मलाई लाग्यो कि जानु पनि मलाई माया गर्छन्, किनकि ऊ हरेक बेला एउटा कुरा भनौँ भन्ने गर्थे। मैले भन न भन्दा पछि बनौला भन्थे। मैले मेरो मुटुमा भएको कुरा लुकाउन सकिनँ र एक दिन मैले उसलाई फोन गरेर आई लभ यु भने र उसले मेरो लभ एक्सेप्ट गरिन्। म धेरै खुसी भएँ। यति खुसी भए त्यो दिनसम्म मैले त्यत्रो खुसी पाएको थिइनँ। अब हामी दुइटैले लभको रिलेसनसिपमा बाँधे। सधैँ हामी फ्युचरको कुराहरू गर्ने गर्थे। यस्तै केही पछि नेपालमा भूकम्प आयो। हामी दुइटै नेटवर्क प्रब्लमले गर्दा कुरा पनि गर्न सकिन्न।